हे देवी जगदम्बिके भगवती त्रैलोक्यकी ईश्वरी। हे दुर्गे तिमी हौ प्रसन्न अहिले हाम्रो सुरक्षा गरी। दुखी छन् पृथ्वी बढेर अहिले पापी निकै दानव। रक्षा गर्नु हवस् दुखी सुरहरू छन् आत्तिएका सब। मारी माइस दुष्टलाई सुरको सङ्कष्ट टारिदिनुहोस्। पृथ्वीका सब भारहरू पखलै एक एक मारिदिनुहोस्। कल्याणी जननी प्रणाम पदमा निहुरेर गर्छौँ सब। देउता छन् दुःखमा यिनै चरणको ती आशा गर्छन् सब। ब्रह्माको वरले म मर्दिन भनी उर्लन्छ त्यो माइस। माया जान्दछ रूप फेर्दछ छिटै त्यो गर्छ दुसाहस। निकै कष्ट दिएर स्वर्गभरिको गर्दैछ त्यो शासन। हाम्रो कष्ट छुटाउनुहोस् अब छिटै त्यसको जीवन। बोलिन्ती जगदम्बिका सुनिसकी देउताहरूको स्तुति। डर्दैछौ किन व्यर्थमा अब छिटै मारिन्छ त्यो दुर्मति। ब्रह्मा विष्णु र रुद्र इन्द्र यमै देउता ठुला छन् जति। भागे माइसको परि डर भनी झन् सक्क पर्छु अति। देउतालाई यति भनेर जननी हाँसेर गर्जिन् अनि। सर्को शब्द भयो सबैतिर पुग्यो त्यो वज्र जस्तै ध्वनि। हल्ले पर्वत सिन्धुको जल निकै उर्ल्यो ठुलो बेगले। भूमिकम्प भयो र दानवहरू झस्के त्यही शब्दले। जय जयकार गरी सबै सुरहरू हर्षित भए बेसरी। त्यो चर्को ध्वनिले स्वयं महिष झन् तर्स्यो निकै नै डरी। डाक्यो कोही चरलाई झट्ट र भन्यो के शब्द हो यो, के शब्द हो लौ यहाँ। गर्जिँदैछ कता छ को किन वृथा त्यो बस्छ अहिले कहाँ छन् मेरै बसमा सबै सुरहरू। आफै म छु इन्द्र र जो गर्ज्यो यमराजको पुरा विषय जाला छिटै दुष्कर। सारा बात बुझेर आउनु छिटै फर्केर तैँले अनि। त्यसको निर्णय गर्दछु यहीँ बसी जे भन्नु पर्ला भनी। आज्ञा माइसको सुनेर दगुर्यो त्यो दूतावासरी। आयो दर्शन शक्तिको र अडियो हेर्दै रह्यो राम्ररी। फर्क्यो केही नबोली माइस कहाँ बिन्ती गर्यो त्यही घरी। वस्त्राभूषणले सुसज्जित कुनै नारी छ त्यो सुन्दरी। त्यस्ती रूपवती अपूर्व युवती पाइन्न खोजे पनि। लाग्यो अद्भुत रूपसी
अरू कुनै हुँदैन त्यस्तै भनी गन्धर्वी न त बासु मानुसी न त कुनै हो नाग कन्या पनि बस्छे तेज फिजी चतुर्दिक स्वयं श्री सूर्य झैँ भाविनी सारा देवहरू बसी गगनमा गर्छन् उनैको स्तुति भन्छन् दानव दैत्य मारिदिनुहोस् नाच्छन् खुसी भई अति छन् उसका सब अस्त्र शस्त्र बलिया 18 बाहुभरि गर्जन्छे बसी सिंहका उपरमा त्यही सुन्दरी बेसरी त्यो श्रृङ्गार विचित्र वीर रसकी प्रत्यक्ष मूर्ति बनी त्यसको अद्भुत तेज नयनले शक्ति नहेर्नै पनि। जय देवी माता रक्षा गर।